नमस्कार सबैमा। म महेश साई। आज नेपालमा खस्किँदै गएको अर्थतन्त्र र नेपालमा दिनौँ आन्दोलन हुँदै गएको र मान्छेले आत्मदाहदेखि लिएर धेरै कुरा नेपालका घटनाक्रमहरूको विषयमा म बोल्दैछु। तपाईहरूले ध्यान दिएर सुनिदिन आग्रह गर्दछु। पटक पटक ६४ पछि माओवादीले सरकार चलायो, कङ्ग्रेसले चलायो र एमाले चलायो, राप्रपा लगायतका दलहरूले चलाए। तर जनताको दिनचर्या भने कहिल्यै पनि बदलिएन। जनतालाई सरकारको महसुस कहिल्यै पनि भएन। र त्यसपछि जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनबाट नयाँ सरकार, बालेन प्रधानमन्त्री र रवि सभापति भएको राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै झन्डै 2/3 ल्यायो र सरकार बनायो। अझै पनि जनतालाई सरकार भएको महसुस भएको छैन। झन् आत्मदाह गर्ने मान्छेको संख्या बढेको छ। देशमा अर्थतन्त्र झन् खस्किँदो छ, कर बढेको छ, शिक्षादेखि स्वास्थ्यसम्म पुरा हर कुरामा कर बढेको छ। र दिनौँ कहिले जातीयता विरुद्ध, कहिले धार्मिक द्वन्द्व र कहिले के, हर दिन द्वन्द्वै द्वन्द्व छ। त्यसैले अब छिटोभन्दा छिटो सर्वपक्षीय सहमति गरेर राजालाई ल्याउनु पर्छ। जनता, नेता र सबै पार्टी मिलेर राजालाई अब स्वागत गर्नुपर्छ। अभिभावकीय भूमिकामा राजालाई राख्नै पर्छ। धन्यवाद। जय नेपाल।